सो हेलो एभ्रिवान र हजुरहरूलाई है म एउटा के देखाउन लागिरहेको छु भन्दाखेरि चाहिँ है यहाँनिर चाहिँ यो हाम्रो घरको अलिकति साइडपट्टि हैन यहाँ पुरा गार्बेजहरु फाक्छ है त्यो गार्बेज मात्रै कहाँ हो र है तपाईको हुन्छ नि अल्कोहलको बोतलहरु यहाँ देख्न सक्नुहुन्छ है बाटोमा हेर्नुस् न यसरी है यहाँ मैला गरेर फाक्दिनु छ है यहाँ हेर्नु न यहाँ हेर्नुस् यहाँ देख्न सक्नुहुन्छ है यसरी गार्बेजहरु फाकिरहेको हुन्छ है यो है अब हामीले आफ्नो इन्भाइरोमेन्टलाई सफा पार्नुपर्ने हो नि त है तर हेर्नुस् न अब बाटोमै छ है अफिस पनि यहाँ छ अहिले यहाँनिर हाम्रो कोर्ट पनि है यहाँनिर छ अहिले अनि यहाँनिर हाम्रो अफिसहरु है यहाँ छ तर मान्छेहरु पुरा के भएको है मैलाहरु आएर यसरी फाक्छ है हेर्नुस् न है यहाँ हेर्नु न बोरा यसरी फाकेर है र यहाँ हेर्नुस् न अफिस भने चाहिँ यहाँ छ हाम्रो है यहाँ अफिस छ यहाँनिर कोर्ट छ है यहाँ कसले फाक्छ थाहै हुँदैन के अब राति हुँदो त फाक्छ होला नि त मान्छेहरूले हैन आएर त्यसरी फाकेर है आफ्नो इन्भाइरोमेन्ट है हामीले है सफा राख्नुपर्ने हैन तर उहाँहरूले चाहिँ है आफ्नो सोच्दैन के अर्काको बारीमा आयो यसरी फाक्यो है रमको बोतलहरु यसरी आएर फाक्छ है अब यसो हामीले प्रपर वेमा फाक्नुपर्ने हुन्छ नि त है डस्टबिनमा फाक्नुपर्ने हुन्छ यहाँ हेर्न सक्नुहुन्छ है उहाँको लागि एउटा प्रपर वेमा फाक्नुपर्ने हुन्छ नि त उहाँहरूले यसरी है बाटोमा यसरी है गार्बेजहरु फाक्छ कि यो सीसी क्यामेरा नभएर हो कि है उहाँहरूलाई चाहिँ सीसी क्यामेरा छैन अनि यहाँ अर्काको बारीमा फाक्यो है यसरी हेर्नु न यो बाटो चाहिँ अफिस जाने बाटो हो है यही माथि कोर्ट छ अफिस छ तर पनि मान्छेहरु कतिखेर फाक्छ थाहै हुँदैन यसरी मैलाहरु फाकेर हो अनि यहाँदेखि तल हेर्नुस् न यहाँ त झन् टन्नै फाकिरहेको हुन्छ हेर्नुस् न हो यहाँनिर यो बाटोकै छेउमा फाक्छ हो अहिले यो अलिक माथिनिर चाहिँ तपाईको सफाहरु गरेको कारणले यहाँनिर त्यस्तो अहिले त्यस्तो गार्बेजहरु फाकेको छैन पहिला चाहिँ यहाँनिर अलिकति यो सेटलहरु नगर्दाखेरि चाहिँ एकदमै यहाँ पनि एकदम बोतलको है गार्बेजको त यहाँनिर के भन्नु है यहाँनिर त यति साह्रो वेस्टहरु मैला फाकिरहेको थियो है उहाँहरु अलिकति है ह्युमन बीइङ हो नि त दे नो नि त यहाँ फाक्नु हुँदैन हामीले प्रपर वेमा फाक्नु पर्छ भन्ने थाहा हुनु पर्ने नि त है यसरी फाकिरहेको हुन्छ हो जो पनि हो है तपाईहरुले है राम्ररी कान खोलेर सुन्नुस् यदि हामीले पक्र्यो भने चाहिँ राम्रो हुने छैन है र तपाईहरु है एउटा ह्युमन बीइङ भएर पनि यस्तो है बारीमा है यस्तो रमको बोतलहरु फाकेर चाहिँ तपाईहरुले यस्तो नगर्दिनुहोस् है तपाईहरुको लागि एउटा डस्टबिन छ प्रपर वेमा फाक्नुहोस् डस्टबिन दिएको छ है अब वहाँ गाडी आउँछ गाडीमा गएर फाक्नुहोस् है अनि यसरी मैलाहरु आएर रमको बोतलहरु चारैतिर यसरी नछड्नुहोस् है इट्स नट लुक गुड राम्रो पनि देख्दैन है तपाईहरु मान्छे भएर चाहिँ अनि मान्छे जस्तै बस्नुपर्ने हुन्छ नि अब को हो त्यो त उनीहरुलाई थाहा छ है हामीले भन्नु सक्दैन यो मान्छे हो फल्ना दस्का हो भनेर हामी भन्नु सक्दैन तर तपाईहरुले जान्नुपर्ने हो कि तपाईहरु मेरो यो भिडियो हेरेर पनि तपाईहरुले है हो तपाईहरुले चाहिँ माइन्डमा हाल्दिनुस् कि यसरी चाहिँ हामीले फाक्नु हुँदैन छ भनेर है सेम अन्यु के को जो पनि होस् उहाँहरु एकदम सेम अन्यु के यसरी चाहिँ फाक्नु हुँदैन है मैलाहरु र एकदमै तपाईहरुलाई चाहिँ म अहिले नै भन्दैछु र जो पनि होस् यसरी मैला नफाक्दिनुहोस् है र त्यही हो गाइस हामी मान्छेहरु भएर है हामी इन्भाइरोमेन्टलाई सफा राख्नुपर्ने हुन्छ अनि यसरी मैलाहरु जत्ता भयो अर्काको बारीतिर फाक्नु पनि हुँदैन है हाम्रो गाडी आउँछ है गाडीमा फाक्नुहोस् मैलाहरु है एकदम प्रपर वेमा फाक्नुहोस् र कसरी यसरी कम्प्लेनहरु पनि आउँदैन तपाईको माझमा है र त्यही हो मेरो मेसेज चाहिँ है सबैको अगाडि जाओस् यो इन्फर्मेसन सबैलाई जाओस् कि यसरी चाहिँ नफाकोस् आइन्दादेखि यदि भेटायो भने चाहिँ राम्रो हुने छैन है र म एउटा चाहिँ के कुरा गर्छु भन्दाखेरि चाहिँ एउटा सीसी क्यामेरा चाहिँ हुनुपर्ने है यो अब किनभने अफिस पनि छ है अनि अफिस भएको कारणले गर्दाखेरि पनि है अब केही हुन सक्छ है र त्यही हो सीसी क्यामेरा भए चाहिँ एकदमै उहाँहरुलाई पनि अब अलिकति सुविस्ता हुन्छ यो मैला फाक्नेहरुलाई पनि अलिकति भनौं न हैन डर हुन्छ कि अब यो सीसी क्यामेरा चाहिँ अब फाक्नु हुँदैन भनेर राइट अनि त्यही हो उहाँहरुले चाहिँ अब है जसले मेरो भिडियो हेर्नुहुँदैछ है र उहाँहरुले चाहिँ है माइन्डमा राख्नुपर्ने हुन्छ र प्लिज तपाईहरुले चाहिँ यसरी मैलाहरु नफाकिदिनुहोस् है किनभने अफिस छेउमा छ है यहाँनिर कोर्ट पनि छँदैछ हैन यहाँनिर कोर्ट छ अफिस छ मान्छे दुनिया भएको मान्छे हिँड्छ र तपाईहरुले चाहिँ यसरी मैला नफाकिदिनुहोस् भने म रिक्वेस्ट गर्छु है र यति नै भन्दै मेरो भिडियोलाई म यही एन्ड गर्छु है।